सब्सक्राइब गर्नुहोस् अनि अल नोटिफिकेसनलाई अन गरिदिनुहोस्। सो गाइज आज चाहिँ म गाडीमा पानी हाल्दाखेरि के हुन्छ त्यो देखाउन गइरहेको छु हैन। गाडीमा पानी हाल्दा चाहिँ के हुँदैन गाइज, यसमा वाटरप्रुफ कलर हालेको छ। सो यहाँ देख्न सक्नुहुन्छ यसरी धुन सक्नुहुन्छ मजाले हैन। यतै आइज सो यसरी पानी हालेर तपाईले धुन सक्नुहुन्छ। यहाँनेरि अझै यता आइज। यहाँनेरि चाहिँ पानी हाल्दा के हुँदैन गाइज हैन। यो वाटरप्रुफ कलर हो, अलरेडी यहाँनेरि वाटरप्रुफ हालिसकेको छ। यसमा चाहिँ ओइल कलर हालेको छ जुनले चाहिँ पानीलाई तैरने गर्छ हैन। यसमा पानी हाल्दैन तर पनि यसलाई कतिपय अब यसको यता आउन सक्नुहुन्छ हैन। यता देख्न सक्नुहुन्छ यिनीहरू फङ्सन हुँदै है गाइज। यो फङ्सन हुँदै चाहिँ पानी पस्ने भएकोले यसमा चाहिँ मैले चाहिँ नयाँ यहाँ देख्न सक्नुहुन्छ नयाँ तिर्पल किनेर ल्याएको छु गाइज हैन। यो चाहिँ मैले बिर्तामोडदेखि किनेर ल्याएको 1250 मा किनेर ल्याएको। सो यो चाहिँ कत्रो हुन्छ यो गाडीको लागि हैन। गाडीमा ढाक्छ कि ढाक्दैन हैन यसलाई हैन। यो चाहिँ कति भने यो सबै। सो यो चाहिँ कत्रो छ भने नि गाइज। सो यो देख्न सक्नुहुन्छ यहाँ चाहिँ 12/18 है गाइज। यो 12/18 यो गाडीको लम्बाइ चाहिँ यसको 8 फिट 2 इन्ची हो र चौडाइ भनेको चाहिँ 44 इन्च छ। त्यही कारणले गर्दाखेरि 12/18 कोले यसले मजाले यसलाई छोप्न सक्छ। सो म छोपेर देखाउन गइरहेको छु। भिडियोलाई म हल्लाइ दिए सो यो चाहिँ सो यसले चाहिँ पुरै छोप्न सकिन्छ। यो तिर्पल चाहिँ एकदम ठुलो तिर्पल हो। यो चाहिँ गाडीमा अबको बर्खायाममा चाहिँ पुरै छोपेर राख्ने हो यसलाई। अनि यता देखाउन सक्नुहुन्छ यता पनि पुरै यो यसरी तलसम्म पुग्छ गाइज हैन। तलसम्म पुग्छ तर यसको यहाँनेरि मैले बर्खायाममा राख्ने ठाउँ बनाएको छु। यो चाहिँ अहिले युजमा छैन यसलाई चाहिँ, किन भन्दाखेरि यो चाहिँ अब कता कता पुग्दाखेरि गाडी पुग्दाखेरि पानी झ्यास्ता परिहाल्यो भने चाहिँ यो टक्कै यो तिर्पल लगाउने अनि राख्ने हो। र आज यता आइज न। पानी चाहिँ मैले लगाइसकेको छु। पानी लगाउँदाखेरि केही भएन हैन गाइज। तर फङ्सनहरू चाहिँ बिग्रिन सक्छ। सो मेरो साउन्ड सानो आइरहेको छ होला अलिक र यो चाहिँ मैले बिर्तामोडबाट किनेर ल्याएको हो। यो तिर्पल चाहिँ 12/18 हो। यसले मजाले छोप्छ र यसको लम्बाइ चाहिँ लामो पनि हुन्छ यसको। तर पनि केही छैन यसले चाहिँ माथिबाट पानी टक्क छोप्ने हो। यो चाहिँ नयाँ हो गाइज हैन, नयाँ हो। र आज 2 लिटर पेट्रोल पनि ल्याएको छु मैले लाइभ गर्नको लागि, हाम्रो टिकटक लाइभमा आउनको लागि 2 लिटर पेट्रोल है गाइज। अनि अगाडि देख्न सक्नुहुन्छ यहाँबाट बाटोलाई पनि हल्का मैले बनाएको छु हैन आज चाहिँ। त्यो चाहिँ किन भन्दाखेरि त्यहाँनेरि लाइभ गर्दाखेरि चाहिँ बाटोलाई गाडी घुमाउँदाखेरि बाटो राम्रो होस् भनेर त्यहाँनेरि गाडीलाई आचागुचुक नहोस् हैन, राम्ररी कुदाउनु भनेर त्यहाँनेरि बिग्रेको बाटोहरूलाई मैले सम्झाएको छु। अलिक परको बाटो पनि मैले बनाउनु पर्ने छ। सो यो तिर्पल चाहिँ
मैले प्लास्टिक किन्नु आँटेको थिएँ तर पछाडि मैले तिर्पलै ल्याएँ क्या किनभने प्लास्टिक त 1-2 दिनमा च्यातिहाल्छ अनि यो तिर्पल चाहिँ अलिक वर्ष खान्छ भनेर मैले तिर्पलै ल्याएको छु यो तिर्पलको दाम रहेको छ 1250 मा ल्याएको हो मैले अलिक जिग्री गरेर ल्याएको हो 1250 मा र 1250 चाहिँ गयो मेरो हैन यति भएपछि चाहिँ तपाईले टिकी हुँदी यताउता हुँदी पानीहरू छिर्दैन हाम्रो म्युजिक सिस्टम अनि स्विचहरूतिर पानी छिर्दैन यसले चाहिँ छोपेर राख्न सकिन्छ र यता देखाउन सक्नुहुन्छ यता सबै हेर्नु होला अनि अब यसलाई चाहिँ मैले निकाल्न गइरहेको छु यो तिर्पललाई चाहिँ है गाइस निकाल्छु अगाडि गएर देखाउन सक्नुहुन्छ अगाडि यो तिर्पललाई चाहिँ म निकाल्दैछु एकदमै ठुलो तिर्पल छ गाडीलाई मजाले ढाक्न सक्छ है गाइस अलिकति त्यो तिर्पलमा फोहोरहरू रहेछ अहिले परिहाल्यो तर पनि केही छैन यसले चाहिँ मजाले ढाक्न सक्छ तिर्पलमा माथिबाट पानी हाल्दा पनि केही हुँदैन अन्तखेरि पानी पर्दा पनि यसले चाहिँ सिट हुँदी यसको फङ्सन हुँदी चाहिँ राम्रो काम गर्छ यो तिर्पलले छेकेर सेभ गर्नको लागि मैले ल्याएको खासमा खेरि कतै कतै कुद्दाखेरि चाहिँ पानी परिहाल्यो भने अब बर्खायाममा चाहिँ यसले छोपेर राख्ने हो गाडीलाई र गाडीलाई सेफ हुन्छ बर्खायाममा त्यति पनि कुदाउँदिनँ तर भ्लग भिडियोहरूको लागि चाहिँ म विशेष कुदाउँछु होइन र अबको काठमाडौँ जाँदाखेरि चाहिँ यो तिर्पल लगेर जाने हो काठमाडौँमा पानी परिहाल्यो भने पनि यसले छोपेर राख्ने हो सेभ गर्ने हो आफ्नो गाडीलाई अनि सो अब भनेको तपाईँले अघिको पानीले के गर्यो त गाडीलाई केही गर्दैन गाइस होइन पानीले यहाँनिर केही गर्दैन गाइस हेर्नु सक्नुहुन्छ पानी हाल्दाखेरि केही हुँदैन यसमा अटोमेटिक तैरिन्छ पानी है अटोमेटिक तैरिन्छ यसरी तैरिन्छ पानी यहाँनिर चाहिँ पानीले केही गर्दैन तर यता हुँदीको फङ्सन हुँदी चाहिँ पानी पस्यो भने चाहिँ जस्तो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ हुँदी स्विच हुँदी चाहिँ पानी पस्यो भने चाहिँ तपाईँहरूको स्विचमा चाहिँ बिग्रिने सम्भावना हुन्छ अनि तपाईँहरूले यहाँनिर देख्नुहुन्छ स्पिकरमा पानी पस्यो भने पनि बिग्रिने सम्भावना हुन्छ उता पेट्रोल ट्याङ्कीमा पस्यो भने पनि पेट्रोलमा पानी पस्ने सम्भावना हुन्छ तर तपाईँहरूले यताको भाइजर हुँदी अनि यता हुँदी यहाँ हुँदी पानी पस्यो भने चाहिँ केही हुँदैन यता हुँदी तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर यो सिसामा पनि पानी छिर्दैन उता होइन अनि यसको टायर हुँदी पनि पानी पस्यो भने केही हुँदैन है गाइस होइन तर त्यही हो यसको फङ्सन हुँदी चाहिँ पानी सेभ गर्नुपर्छ त्यसलाई सेभ गरेर राख्नुपर्छ त्यही भएर मैले यो तिर्पल आज किनेर ल्याएको छु गाइस होइन यो तिर्पल आज किनेर ल्याएको छु यो तिर्पल चाहिँ एकदम उपयोगी हुन्छ यस बर्खायाममा चाहिँ एकदम उपयोगी हुने भएकोले गर्दाखेरि मैले तिर्पल किनेर ल्याएको हिजो अस्ति म इन्डियामा जाँदाखेरि यो तिर्पल इन्डियामा जाँदाखेरि मैले किन्न खोजेको हो तर त्यहाँनिर एकदमै महँगो भयो होइन त्यो ठुलो पनि थियो महँगो पनि भयो जस्तो लाग्यो त्यही भएर मैले घरै आएर किनेको छु बिर्तामोडमा आएर सो एकदम युजफुल भयो मैले किनेर ल्याइसकेको छु यो तिर्पल चाहिँ बर्खायाम सुरु भयो फोहोर पनि लागिसक्यो गाडीमा यहाँनिर तिर्पलले गर्दाखेरि तर पनि गाडी सर्भिसिङ गर्नुपर्नेछ भोलि सर्भिसिङ गर्छु म सो कस्तो लाग्यो गाइस होइन भिडियो हेर्दै जानु होला भिडियो लगातार आउनेछ मेरो युट्युब च्यानलमा र अहिलेसम्म हेरेर फुल भिडियो हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद र अन्तिममा आएर सब्सक्राइब गर्नु होला मेरो च्यानललाई अनि अल नोटिफिकेसन अन गरिदिनु होला थ्याङ्क यू